है यो फाल्नु हुँदैन जंगलतिर प्लास्टिक अघि नै त्यो छोडी गाइस तपाईहरुले पनि हैन खाना ल्याउनु भएको भने सुन्तलाको बोक्रा त पुगिन्छ केही फरक परेन प्लास्टिक सास्टिक चाहिँ आफै बोकेर लानु होला घरतिर सुन्तलाको बोक्रा लाली गुराँस जस्तै देख्दै रहेछ लासो यहाँहरु सम्पूर्णलाई मेरो नयाँ भ्लगमा स्वागत छ र आजको हाम्रो यात्रा रहेको छ सुन्दरी जल र मेरो छोरीहरु चाहिँ बुक लिएर हिँडेका छ उनीहरुलाई चाहिँ स्टोरी बुक बाटोमा भनौं न गाडीमा चढ्दाखेरि बुक हेरेर हिँड्ने बानी छ अनि उनीहरुलाई चाहिँ टाइम पनि गएको थाहा हुँदैन नि त गाडी गनाए भन्छ के चीज गर्छ हैन बरु बुक हेराइदिएपछि आनन्द ल अब चाहिँ हामी सुन्दरी जल आइपुगिसकेका छौं एकदमै रमाइलो ठाउँमा र आशा छ यहाँहरुलाई यो भ्लग एकदमै मन पर्ने छ र हामीसँगै घुम्नु होला एकदमै रमाइलो छ वन जंगल प्रकृति भनेपछि नराम्रो हुने त कुरै भएन त्यसमाथि सुन्दरी जल हैन वन्यजन्तु आरक्षण क्षेत्र पनि भन्छ यसलाई हैन यहाँ चाहिँ बाघ भालु सबै जनावरहरु छ भनौं न हैन माथि चाहिँ अलिकति त्यही भएर चाहिँ सकेसम्म ग्रुपमै जानु भन्छ सिंगल नजानु भन्ने कुराहरु पनि छ अनि माथि कतिपय ठाउँमा चाहिँ नजानु भन्ने नै निषेध गरिएको रहेछ हैन हामी चाहिँ खासमा चाहिँ ड्राइभ पिकनिक जाने भनेर पनि गएको थियौं सबै फ्यामिली नै हामीले घरबाट नै बनाएर त पकाएर त हैन अब यसो रमाइलो गरौँ यसो हाइकिङ जस्तो पनि हुन्छ घर बस्दा बोर लागेर यसो हाइकिङ गएको जस्तो पनि हुन्छ अक्सिजन प्योर हावा चाहिँ लिन पनि पाउँछौं अलिकति मुड पनि फ्रेश हुन्छ अलिकति यो धुलो धुवाबाट अलिकति पर जाउँ भनेर पनि हो अनि बच्चाहरुको छुट्टीको पनि सदुपयोग हुने हैन उनीहरुलाई पनि चाहिँ खुट्टाको एक्सरसाइज हुने प्रकृतिसँग चाहिँ रम्न पाउने प्रकृतिलाई बुझ्ने अनि उनीहरुलाई पनि यो फ्रेश हावामा यसो घुमाउन ल्याउँदाखेरि उनीहरुको पनि स्वास्थ्य पनि राम्रो प्लस उनीहरुलाई चाहिँ प्रकृतिसँग जोडिने मौका पनि पाउँछन् हैन र प्रकृति प्रतिको चाहिँ माया अझै गाढा हुँदै जाओस् भन्ने पनि एउटा उद्देश्य हो ल हेर्नुस् त यति राम्रो पानी बगिरहेछ ल अब चाहिँ भिडियो हेरेर इन्जोय गर्दिनु होला म बीचमा केही इन्फर्मेसनहरु दिनुपर्ने छ भन्ने नै छु ल अहिलेलाई यति नै है हेर्दै जानु होला उकालो पनि ठाडै उकालो छ त यो त ल हेर्नुस् त साथीहरु माथि जस्ता लिएर के गरे होला भन्नुभयो होला त्यो चाहिँ खासमा लप्सी झार्या रहेछ है हामी ठ्याक्क त्यहाँ पुग्नु पनि लप्सी पनि झार्दै गर्नु रुखमा एकजना चढ्नु भएको छ मज्जाले लप्सी झारिराख्नु भएको छ र लप्सी छेक्नको लागि चाहिँ जस्ता प्रयोग गरिएको रहेछ हैन जस्तामा लप्सी झार्दै छ हैन कडिने रहेछ मज्जाले अनि लप्सी कति धेरै लप्सी के कस्तो राम्रोसँग पाकेको ल भिडियो हेरेर इन्जोय गर्दिनुहोस् है जस्ता पाकिरहेछ चलाउ कति झरेछ लप्सी चाहिँ यतातिर थियो लाउ छोड्यो ए भगवान लान्छ छोरी मलाई चाहिँ आदिपाती हालिदिनु झोला सानो आदिपातीले मलाई पाकेको झन् त्यो पाकेको कति मलाई चाहिँ आदि मात्रै आदिपाती किचेको चाहिँ पहिला राम्रोसँग सेलो बनाएर खिच्नु मिल्छ नि है दिदी
ल गाइज यसलाई के भन्छ हजुरहरुकोतिर हामीले चाहिँ तामाङ भाषामा मेभाडा भन्छौं र नेपालीमा चाहिँ रुख टमाटर भन्दो रहेछ हैन हजुरहरुकोतिर चाहिँ यसलाई के भन्छ नाम भन्नु होला है ठाउँ पछि पनि नामहरु फरक फरक हुँदो रहेछ हैन फलफुलहरुको र हेर्दै जानुहोस् मैले यहाँ के देखाएँ यो के हो भगटे हैन आउँदै छु म छोरी हाइकिङ कस्तो लागिराछ रमाइलो र साथीहरु ल यसको नाम चाहिँ के होला यो सुन्तला हो कि मुन्तला हो यहाँ चाहिँ कुच्चो पनि सुकाइराछ कुच्चो पनि फल्दो रहेछ यहाँ कति मजाले ल हेर्नुस् त कति राम्रो छ गाउँ कस्तो राम्रो बस्ती कस्तो राम्रो है ल हेर्नुस् त लालुपाती फूल यति राम्रो ठ्याक्कै लाली गुराँस जस्तै देखिने अब लाली गुराँस भन्दा पनि अब यो चाहिँ अलिकति झपक्क ठुलो हुन्छ हैन कुनै चाहिँ पातहरु जस्तो मात्र पातलो नि हुँदो रहेछ यो पनि कति थरीको हुँदो रहेछ के मलाई चाहिँ यो थरीको चाहिँ एकदम राम्रो लाग्यो हरियो पात कम हुने रातो चाहिँ गजबले हुँदो रहेछ ल हेर्नुस् गाउँ घरको याद आयो कि आएन कसलाई घरको याद आयो ल भन्नुस् त गाउँको मकै भुट्ने हाँडीमा ल हेर्नुस् अनि त्यहाँ चाहिँ मकै किनेर खान पनि पाइँदो रहेछ है हजुरहरु पनि सुन्दरजल आउँदै हुनुहुन्छ भने त्यहाँ मकै किनेर खानु होला मजाले आगोमा मजाले भुट्नु हुँदो रहेछ अनि ल हेर्नुस् यहाँ मजाले बस्ने ठाउँहरु खाने ठाउँ मम्मी अब सिस्नो हेर्न जानु भयो मम्मीलाई फेरि सिस्नो भनेपछि कति राम्रो यति मन पर्ने यो पकाएर खान पाएपछि मिठो हुन्छ होला भन्दै हुनुहुन्छ मम्मीलाई सिस्नो एकदमै मन पर्छ ल अब चाहिँ हामी यहाँ टिकट काउन्टरमा आइपुगेका छौं यहाँ चाहिँ 60 वर्ष भन्दा माथिकोलाई चाहिँ टिकट पर्दैन रहेछ अनि सानो बच्चाहरुलाई पनि टिकट पर्दैन रहेछ अनि हामी ठुलोहरुलाई चाहिँ टिकट पर्दो रहेछ बहिनी र मलाई चाहिँ पर्यो बच्चाहरुलाई परेन मम्मी र ड्याडीको पनि परेन मम्मी र ड्याडी पनि 60 भन्दा माथि पुगिसक्नु भएको छ हामीले चाहिँ दुईटा चाहिँ काट्नु पर्यो ए लप्सी खाएको अघि टिपेको लप्सी ngalari mana jadi kalpian. Oh, this is beauty. Jangan lihat laki mungkin aku orang pujuk orang tu mangu tu mungkin mai dengi. Very tough. Dong le kami kalau dong. Amma korbe.
गाइज यो के हो यो के हो मैले त भर्खरै देखेँ होइन यसको नाम थाहा छ भने भनिदिनु होला अनि के को लागि युज हुन्छ कि युजफुल छ कि छैन केही जडीबुटी हो कि के हो है हजुरहरूलाई नाम थाहा छ भने भनिदिनुहोस् है हो त्यो 5 लाउनु अझै चुराउनु फेरि स्क्रिन चन्नै रहेछ उ त्यहाँ पनि रहेछ कि के हो त्यो के को पो औषधि हुन्छ भन्छ नि हो नेपालको ब्लुबेरी भने यही हो यसलाई जुम गरेर खिच्छ ओ सरी ब्लुबेरी खान मिल्ने हो अमा यो खान मिल्छ नि भागे त्यहाँ मिलेछ नि हो ब्लुबेरी खाने होइन भनेको ब्लुबेरी भने भयो खान मिल्छ आमा खान मिल्छ त ब्लुबेरी यतातिर पनि खेला नि ल ओले भाइ सुनालाई नखर्ने मान्छेले नखर्ने यिनीहरूले त्यहाँ समात्यो अनि त्यो उ पनि त्यहाँ पुग्नु जाने कहाँ जाने कहाँ फङ्सन खोइ हेलो बुन्टे हेर्दैन त्यसले बोलाएको बेलामा त त्यसले हेर्दैन कि ऊ त्यो पानी हो पानी खाऊ छोरी पानी खाऊ यसरी हात यो पानी मिला जाऊ न त्यहाँ पछि खा त्यहाँ जग्गा छ नि त्यस्तो हो त यस्तो गर्न हात यस्तो ल खा नजिक दुईटा हात हो त्यसरी हो खाऊ न लाम खिचबलाई ju खाऊ ल खाऊ दुईटा हातले यस्तो हो त्यसरी खाऊ न हो चिसो सम्बी पनि खाने हो ल सबैजना खाइन्छ रोली या जन्दा गाले रोली सुन दो म पनि खाने खै सम्बी छोडा आ खिसम जो खाउँ मन नि लगा क्या अब सोन्नु नहुँदी क्या पानी खेल्न नदियो भने छ झन् खै म पनि खान्छु झापडी माम मिठो छ मिठो पानी हो ल मेरो त यहाँ कभरमा यस्तो मिठो पानी रे सन्जु भाइ ब्रान्डको देखे छिटो ल या तुम के खान्छौ पा मम्मी पा दे मिठो रहेछ तर पानी त कस्तो मिठो माथि छ त्यो हिँड्न मन लाग्यो कि त्यसलाई खासमा दिदी चाहिँहरू भाग्यो खुसी भएको आमा दिदी चाहिँहरू भाग्यो अनि
माथि माथि दिदी चाहिँ अरू भागेर त्यसलाई हिँड्न मन लागेको हो कि खासमा आउनु सूर्य मन्दिर त भ्याउँदैन उहाँ के छ त्यहाँ ल हेर पाइप बगेको चकचक नगर के छ आमा के हो यो ओहो झरना हो झरना हो बाफ्रे त्यसलाई पानी देखा न पानी देखाऊ त्यतातिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भाइ हो पानी खेल्ने भनेको त्यो आमा फेरि निभाएर हात हो नजानु भनेको छ पाउनु एउटा फोटो खिचिदिन्छु ल आउनु तल नजानु रे कि त्यहाँ भिडियो दाडी मलाई माथि गएर गर्ने माथि राम्रो लाग्छ माथि के छ भन्ने कुरा हो कि थाहा छैन यही गएपछि थाहा ल जम ओम नमः शिवाय हर हर महादेव ल सुन्तला झिक्नु के छ चाउचाउ यो चाउचाउ चाहिँ मोलौँ होइन पानी हाम्रो पानी चाहिँ कहाँ छ उद्या खोलामा पानी त उता धारामा अघि भर्खर खाएन थियो धारामा भगवान थानमा सुन्तला त 2.5 केजी लिएर आएको हामीले छिटो भन्नु अनुबन्धले हामीले यहाँ बस्नु पर्यो नि अब ल आहा ल यो हो नि त गजब रमाइलो ल भाइ अब हामी चाहिँ यो यहाँ छ भुजाबल चाउचाउ छ I don't know what it's called. मुख रहेछ Mommy, Mommy, Huh? पानी This is like stick. पानी अब ल्याउनु पर्छ चल न बोतल बाद औड्यौँ
Yum yum. Yum yum. Wangchen. माथि ड्याम छ नि पानीको ड्याम छ मन्दिर त त्योभन्दा माथि छ मगर खाजै खाइ व्यञ्जन है खाइ मगर उचुरी उ कामरी वागला यम कार्को यमै पामो है खाइ खाइ पंच मजोल म तोल दादा रोला खाने खाबा अब सुन्तला खाने सुन्तला खै दिनु सुन्तला दिनु मम्मी यो चाहिँ आमालाई दे के खाएको वाङछेन लाटु चाहिँ मुला सुन्तला बेना जुङजिम के हे बसी ला उजी के बसी माले के हे बसी क्या लड्डु चाहिँ होइन कि त्यो अलिक गुलियो खाएपछि यो चाहिँ अमिल लाग्यो होला क्या ल ओ सन्जु भिडियो अन भइसक्यो अहिले केले बोल्ने त अहिले यसमा सिसिला छ यो प्लास्टिकमा त छ यहाँ द चिली आफ्नो या आइड खै त्यहाँ राख्नु मिठो छ खै जोडी आउनु सन्जु देखिरहेछ त चिली या अनि पक्का धेरै चिली अनि no thank you oh okay there's no dust that's natural I mean natural that's not natural Amma can be you natural oh yes you got natural you got one yeah that's like black pepper Paudi mama utung dengdi I are telling that is it dust there is no dust in Sundala Yambang sih puila ai sabari sundar kalima we leave this down यो चाहिँ एकै ठाउँमा लगेर राख्नुपर्छ यो फाल्नु हुँदैन जङ्गलतिर प्लास्टिक अघि नै जान्थ्यो थोरै गाइस तपाईहरुले पनि हैन खाना ल्याउनु भएको छ भने सुन्तलाको बोक्रा त कुहिन्छ केही फरक परेन प्लास्टिक सास्टिक चाहिँ आफै बोकेर लानु होला घरतिर सुन्तलाको बोक्रा त म यो चाहिँ यही झोलमा हाल्दै तैले पनि यो चाहिँ खाम अब यसलाई थोरै मोलम यहाँ वन जङ्गलको संरक्षण गरौँ भने सफा राखौँ आफूले खाएको प्लास्टिकहरू चाहिँ कहिले पनि जङ्गलमा नफालौँ it is not fish I know that's not a fish त्यसैले सुन्तला भुइँमा खस्यो भने चाहिँ केही छैन सुन्तला त कुहिन्छ नि त that's not even fish that is just food ल खाम ल fish and ल रेडी भयो ल some spice अब रमबगरम यहाँ खाना आउनु होला भगवानलाई पनि चढाइदिउँ ल भगवान ए बादलले छोड्यो भने के गर्ने मम्मीले त्यहाँ भाग राखिसक्नु भयो आहा ल सन्जु चौ कुन हाल्दा त सक्दैन नि This chips could be there. नहीं ये मत आज घूमो मैं वो तो गप्पो खालंग खालंग ना tao là gì của riêng
ए चाउले ल 1 2 3 गो सिधै तिम्रो त्यस्तो हुन्छ पहिल्यै पो घुँडा त्यस्तो गर्नुपर्छ नि त ल अब एकचोटि हातमा त्यो लठी नबोक न अनि हात टेक्नु पर्यो भने लड्यो भने ल छिर्छिर लु लु ल साथीहरू अब चाहिँ हामी फर्केको हजुरहरूले पनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धन्यवाद र यस्तै माया गरिदिनु होला अनि यो भिडियो मन पर्यो भने प्लिज मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला भिडियो कस्तो लाग्यो र के इम्प्रोभाइजेसनहरु गर्नुपर्ने छ हैन त्यसको लागि पनि सजेस्ट गर्नु होला के कुराहरु चाहिँ इम्प्रुभ गर्नुपर्ने छ त्यो कुराहरु पनि हजुरले यहाँ भनिदिनु भयो भने मलाई सजिलो हुन्छ र अर्को भिडियोमा म त्यसलाई सुधार गरेर अघि बढ्न सक्छु भन्ने मलाई विश्वास छ र आशा छ यहाँहरुलाई मेरो भिडियो मन पर्यो होला र भिडियो मन पर्यो भने फेरि पनि भन्न चाहन्छु लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला र यो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला हस्त धन्यवाद यहाँहरुको दिन शुभ रहोस् धेरै धेरै माया आफ्नो ख्याल राख्नु होला जहाँ भए पनि सुरक्षित स्वस्थ रहनु होला र हजुरहरुको घर परिवारमा पनि सुख शान्ति समृद्धिले बास गरोस् भन्दै आजलाई यति नै भन्दै भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला तर अहिलेलाई चाहिँ मैले आफ्नो भोइस चाहिँ यहीसम्म दिएँ हस् त बाइ टेक केयर नजाने रे त्यो त मान्दैन अनि मम्मीसँग बाजे भएपछि आउँछ उ आउँदैन त्यो ए लाली गुराँस जस्तै देख्दो रहेछ चुप्प चुप्प लालुपाते फुल्यो बनैमा तिम्रो माया बस्यो मनैमा एउटा सुन्तला रहेछ यहाँ चाहिँ फर्क्यौं लप्सीको बोटको सबै लप्सी झारेछ